इङगङ उता उता हेर्न श्रमदान हो श्रमदान यता आज हामीले माटो पार्टीको श्रमदान उद्घाटन गऱ्यौँ श्रमदान कुन ठाउँमा अरे यहाँनिर यो के अरे तेर्थुम म्याग्लुङ क्याम्पस छेउमा खोल्साको उकालो ढलको खोल्साको छेउमा यहाँ ढल हेर्नु कस्तो भएको छ गाडी नै नजाने भएछ अब हाम्रो जेन्जी माटोको अध्यक्षले उठ्ने बेलाले भन्छ अनि श्रमदान भन्छ हामीले बिहानदेखि लागेको हेर्न आजसम्म सकेको छैन अब के भन्नु यति छ जिन्दगी उनीहरू चाहिँ मस्त पार्टीमा होला आज उनीहरू चाहिँ पार्टीमा यता श्रमदान चाहिँ यता अरूले होइन होइन कोरियादेखि आउने केटाहरूको पार्टी भनेर भन्दैछन् अनि उनीहरू चाहिँ मस्त पार्टीमा होला हामी चाहिँ यहाँनिर घोटेको छौँ तर यो गाडी पनि नजाने भयो रोडाहरू हाल्नु भयो सबै धेरै भइसक्यो रोडा होस् न त्यो धेरैले के भन्दैन हामीलाई अब स्कुलमा गाडी कुदेन भन्छ अनि अब यहाँ यस्तो छ तर सरकारले यो बाटो पनि नहेरेको कारण हेर्नु त्यस्तो ठुलो हेभी छ हाम्रो गाउँठाउँमा नेताहरू त्यत्रो ठुल्ठुलो छ वाला सदस्यहरू त्यत्रो ठुल्ठुलो छ नेता किमरो खै वास्ता गर्दैन लास्टमा माटोको अध्यक्षले भन्यो है अनि माटोको अध्यक्षले भन्यो श्रमदान गरियो माटोको अध्यक्ष आएन होइन आएको छैन किन नआएको त खै के कारण हो म पार्टीमा व्यस्त होला भरे अब गएर यो तपाईँहरूले फेसबुकमा लगाइदिनु ओके छ त त्यहाँदेखि हेरोस् न यो त साह्रै उ भयो क्या ठाडो बनाएर बिचमा हालिदिउँ कि क्या त्यसै गर्दा हो त्यो खालको हालिदिउँ डर हुन्छ बाजे अब के गर्नु यस्तै छ जिन्दगी त्यसो भए आज बाँचिन्छ होइन माटोको अध्यक्षले श्रमदान गर्ने भन्नु श्रमदान गर्न आएन अरूलाई मात्रै गरायो होइन हामी गरियो अब सक्यो अब बोलाउनु आइँदैन अब काबु काबु अध्यक्ष नआएपछि काबु होइन अध्यक्ष अब लुटुवा के अरे हुसुर्ने मात्रै रहेछ अध्यक्ष अरे अब म्याग्लुङ 10 तम्फुलाको अध्यक्ष माटोको अध्यक्ष हसुर्ने मात्रै पर्यो ए ल खतम पुग्छ भयो त नि हो त्यसरी त म त त्यही देखेँ हो जे भन् तपाईँले अब के अरे भिडियो राम्रो लाग्यो भने लाइक सेयर गरिदिनु होला ल कमेन्ट पनि हालिदिनु होला है लास्टमा चाहिँ कस्तो लाग्यो यहाँ हाम्रो काम होइन कामलाई तपाईँहरूले पनि छ भने अब राम्रोसँगले गर्नु झ्याम्पल हानेको निकाल्नु पुरै नि घुमी गर्नु न घुमी नि अनि हेर्नु कुलो माथि ए बनिँदै गरेको सबै देखाइदिनु न यो माथि नेताहरूको कानमा पुगेछ है ल कानमा पुग्यो भने चाहिँ केही होला कि केही होला जस्तो छैन अहिलेको सरकार नै हो के अरे चोर हो छ ल केपी ओली अरे अनि के भन्छ अहिले माटोको भने त्यसै भन्छ अध्यक्षले त्यो भएर म गर्दिनँ भन्छ हामीलाई चाहिँ यहाँनिर दलाउँछ हेर्नु न हामीले यो झोल पाउनु न चक्का पाउनु त्यही त होइन पाउँछ बाजे के को पाउनु पाउँदैन उहाँ माटोको अध्यक्षले यहाँ अब उनीहरू चाहिँ हँसुर्दैछ गम कि गम माटोको अध्यक्ष लास्टमा अध्यक्ष उठ्ने उसलाई त अध्यक्ष त कुनै भोट नदिने अरे हँसुर्ने मात्रै रहेछ होइन ल ठिक छ अब यो भिडियो चाहिँ माटोको अध्यक्षसम्म पुगोस् यो माटोको अध्यक्षसम्म पुगोस् तपाईँले जसरी बाजे युमा थेवालाई साथी राखेको भन्छु ल पुऱ्याउनुहोस् तर माटोको अध्यक्षलाई चाहिँ दिँदैन पुग्छ होला माटोको अध्यक्षको सम्म पुग्छ होला जहाँसम्म लाग्छ उहाँले हेर्नुहुन्छ यो भिडियो देखाइदिनुहोस् हस् हेर्नुहोस् यहाँ त यस्तो छ जिन्दगी अन्त उसलाई भोट दिँदैन भोट दिनुभन्दा बरु सुतिन्छ है
काम लागेन होइन उहुँ। ल ल ल ठिकै छ त माटोको अध्यक्ष उठ्नेवालाले गफै मात्रै हान होइन हामीलाई हेर्नु न यस्तो दुःख दिएर अब उचानन्दले यस्तो गरेर बसिरहेको छ त अँ